दिस भिडियो इज स्पेसली फर +2 स्टुडेन्ट्स जसले चाहिँ एक्जाम भर्खरै कम्प्लिट गर्नुभएको छ र एब्रोड स्टडी कहाँ गर्ने भनेर प्लानिङ गर्दै हुनुहुन्छ भने दिस भिडियो इज राइट फर यु। सबसे सुरुमा तपाईँहरूले एउटा प्रोपर इङ्ग्लिस टेस्टको लागि प्रिपेरेसन गर्नुपर्ने हुन्छ र आई वुड सजेस्ट टु डु आइएल्स एक्जाम। आइएल्स सँगसँगै तपाईँले चाहिँ अरू टेस्टहरू पनि हेर्न सक्नुहुन्छ लाइक पिटी अथवा टोफेल एक्जाम। After getting a good score in one of the English proficiency test, then you can explore several study destinations. English speaking countries को कुरा गर्नु पर्दाखेरि UK, USA, न्युजिल्यान्ड, क्यानाडा अथवा युनाइटेड स्टेट्स अफ अमेरिका तिर पनि स्टडी डेस्टिनेसन एक्सप्लोर गर्न मिल्छ। युरोपियन युनियनको हकमा चाहिँ अस्ट्रिया, इटाली, जर्मनी, स्विडेन, फिनल्यान्ड, नेदरल्यान्ड्स, मेनी मोर कन्ट्रिजहरू पनि छ। सो तपाईले कुनै पनि स्टडी डेस्टिनेसन चुज गर्नुभन्दा अगाडि चाहिँ तपाईको इङ्ग्लिस टेस्टमा स्कोर कति आएको छ, तपाईको सिजिपिए कति छ, तपाईहरुको एकाडेमिक इन्ट्रेस्ट के हो र फाइनान्शियल क्यापेबिलिटिजहरू कस्तो छ हो त्यो सबै कुराहरू हामीले चेक गर्छौं र त्यो चेक गरिसकेपछि तपाईहरुलाई कुन स्टडी डेस्टिनेसन्स बेस्ट हुन्छ भनेर विल गाइड यु। सो इफ यु वान्ट टु नो मोर अबाउट all of this, then please visit Wisecrave Education and Visa Services. We are located in Mid Banesur, opposite of Global College of Management. Thank you so much.